सेवारो नमस्ते नमस्कार सम्पूर्ण साथीहरूलाई सर्वप्रथम त 10 अलग जोडी सेवारो नमस्ते नमस्कार गर्न चाहन्छु र यस हाम्रो सम्पूर्ण भ्युअर्स मित्रहरूलाई सर्वप्रथम सेवारो नमस्ते अनि छड्के सलाम सम्पूर्ण मित्रहरूलाई र जति पनि मेरो साथ सपोर्टर मित्रहरू हुनुहुन्छ तपाईँहरूले धेरै धेरै धन्यवाद अनि थ्याङ्क यू सो मच भन्न चाहन्छु र अर्को कुरा नयाँ भ्युअर्सहरू जोइनिङ गर्दै हुनुहुन्छ भने सब्सक्राइब गरेर नजिकै भएको बेल आइकनमा पनि क्लिक गरेर साथी जोडिनु होला है त ताकि मैले अपलोड गरेको युट्युब च्यानलको भिडियोको नोटिफिकेसन तपाईँहरूको माझमा चाँडोभन्दा चाँडो नै नोटिफिकेसन आइपुग्नेछ र सबै साथीहरूलाई यस हाम्रो युट्युब च्यानललाई लाइक सेयर सब्सक्राइब गरेर साथ सपोर्ट दिनेहरूलाई सम्पूर्णलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु र आज फेरि पनि मैले भुन्टी सिरियलको रिभ्यू 292 भाग 292 रिभ्यू भिडियो लिएर आइसकेका छु र सुन्नुहोस् र स्वीकार्नुहोस् यस हाम्रो छोटो मिठो रिभ्यू भिडियोलाई र आजको रिभ्यू भिडियो म ढिलो नगरी प्रस्तुत गर्न गइरहेको छु तपाईँहरूको माझमा सुनेर साथ सपोर्ट दिनु होला है त र यस हाम्रो टोकोले र पूर्णिमाको सम्बन्धमा पनि एकदमै खटपट भएको देखिन्छ र टोकोले आफ्नो बहिनीको चिन्ता लिएर बहिनीमाथि एकदम ध्यान दिइराखेको थियो भने पूर्णिमा चाहिँ अर्कै बोयफ्रेन्ड लिएर घुमिराखेका थिए त्यसै कारणले अहिले पूर्णिमा र टोकोलेको सम्बन्धमा अलिकति गडबड भएको देखिन्छ यस हाम्रो रिभ्यू भिडियो भुन्टी सिरियल भाग 292 मा र टोकोले एक दिन बाहिर फलफुल किन्नु बाहिर गएको बेला आफ्नो भुन्टी बहिनी पनि साथमा थिइन् र दुईजनाले फलफुल किनेर घर फर्किने बेलामा बाटोमा रुँदै कराउँदै हिँडिरहेको पूर्णिमाले देखेपछि भुन्टीले आफ्नो भाउजूलाई घरमा लाने निर्णय गरेर दाजुलाई फकाएर घरमा ल्याएका थिए तर यस सम्बन्ध पनि धेरै लामोसम्म टिकेन किनकि हाम्रो टोकोले बाहिर निस्केर हिँडिराखेको बेला हाम्रो पूर्णिमा पनि टोकोलेको पछि पछि हिँडिराखेका थिइन् तर हाम्रो टोकोले भने कि तिमी किन मेरो पछाडि आउँछौ तिमी आफ्नै बाटो जाऊ भन्दै आफ्नो टोकोले आफ्नो श्रीमती पूर्णिमाले भनिदिन्छन् र पूर्णिमाले पनि भन्छन् कि हामीसँगै बस्ने हो र पुरानो कुराहरू बिर्सिदिनुहोस् श्रीमानज्यू भन्दै आफ्नो श्रीमानलाई सम्झाउँछन् र हाम्रो पूर्णिमाको श्रीमानले चाहिँ टोकोले चाहिँ सम्झिँदैन किनकि पहिले नै घात गरेका कुराहरू सम्झेर एकदमै मनमा रिसाइराखेका हुन्छन् र त्यसै क्रममा टोकोले भन्छन् आफ्नो श्रीमती र आफ्नो श्रीमान दुईजना मिलिसकेपछि पनि फेरि पनि सम्बन्धको खटपट भएपछि एकदमै पूर्णिमाले आफ्नो श्रीमान कोही बुढा जस्तै टोकोलेसँग मिल्ने कुरा गर्छिन् तर पनि हाम्रो टोकोले चाहिँ आफ्नो श्रीमतीलाई अपनाउनु चाहन्न किनकि धेरै पहिले पूर्णिमाले अर्कै बोयफ्रेन्डसँग घुमिफिरेका देखेका थिए कतिखेर आफ्नै बुढासँग पनि कुममा कुम जुर्देर हिँडिराखेका थिए त्यतिखेर पनि पूर्णिमाले अर्कै बोयफ्रेन्ड
लिएर मोटर बाइकमा चढेर हिँडिरहेका थिए। त्यसै हिँडेको बेला हाम्रो टोकलेले चाहिँ देखेको क्षणलाई चाहिँ नबिर्सिकन आफ्नो मनमा राखेर अहिले पनि तिमी पहिला अर्कै बोयफ्रेन्डसँग हिँडिरहेको मान्छेलाई मैले कसरी अपनाउन सक्छु र मेरो जीवनसाथीको रूपमा भनेर टोकलेले बार बार आफ्नो श्रीमती पूर्णिमालाई सम्झाइराखेका हुन्छन्। र पूर्णिमाले चाहिँ भन्छन् आफ्नो पोइबुढा टोकलेलाई के भन्छन् भने पहिलेका कुराहरू बिर्सिनुहोस्, अब नयाँ जीवन सुरु गर्नुपर्छ भन्दै आफ्नो श्रीमानलाई सम्झाउँछन्। किनकि आफ्नो श्रीमानले पनि कसरी सम्झोस् त बिचरा पहिले जुन दुःखको क्षणमा हुँदा पीडित भएको बेला चाहिँ अर्कै बोयफ्रेन्ड फेरि पूर्णिमा घुमिराखेका देखिन्छ यस हाम्रो सिरियलमा। त्यसै क्रममा हाम्रो टोकलेले पनि रिसाएर यस्तै कुराहरू भन्छन्। जतिखेर म पीडित रूपमा हिँडिराखेको थिएँ त्यतिखेर चाहिँ आफ्नै बोयफ्रेन्डसँग हिँडिराखेका छौँ भन्दै यस हाम्रो टोकलेले बार बार आफ्नो श्रीमतीलाई सम्झाउँछिन्। तर पनि श्रीमतीले नसम्झेर आफ्नो पुइबुढा टोकलेकै पछि लागिराखेका हुन्छन्। पछि लागिरहँदा पनि एकदमै हाम्रो टोकलेले भन्छ तिमी आफ्नै बाटो लाग, म आफ्नै बाटो लाग्छु भन्दै सम्झाउँछ तर पनि सम्झिन्न। र टोकलेले भन्छ म जस्तो दुखी जीवन भएको मान्छे, मै जस्तो दुखी मान्छे भेट्छु होला भन्दै आफ्नो श्रीमतीले भन्छन्। र टोकलेले आफ्नो श्रीमतीलाई तिमी पनि पहिलाकै जस्तो आफ्नो बोयफ्रेन्डसँग जाऊ, मेरो पछि नलाग भने पनि भन्दै सम्झाइराखेका हुन्छन्। र यसरी नै यस हाम्रो टोकले र हाम्रो पूर्णिमाको जिन्दगी लाइफ र सम्बन्धमा पनि अब खटबड त भइ नै राखेको हुन्छ। र अब अर्को पार्टमा चाहिँ के हुन्छ भन्ने तपाईँहरूले म अर्को भिडियोमा फेरि लिएर आउने नै छु। र अहिलेको यस हाम्रो रिभ्यू भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। अहिले नै चाहिँ म यति नै गर्न चाहन्छु भन्दै यस रिभ्यू भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। हस् त सेवा र नमस्ते, बाई बाई एभ्रिवान, सी यू नेक्स्ट भिडियो भन्दै अहिलेलाई चाहिँ सम्पूर्णलाई धेरै धन्यवाद र मिठोभरिको माया मिठो सम्झना भन्दै सम्पूर्ण मेरो भ्युअर्सलाई once again thank you so much, bye bye everyone, bye।